ग्यास चुलोमा यस्तै प्रब्लम भए यसरी बनाउनुहोस्। पहिला यो नबलाई निकाल्नुहोस्, बिस्तारै सबै निकाल्नुहोस्। मैले जस्तै गर्नुहोस् तपाईहरुले नि। यसलाई निकालेपछि बिस्तारै पेट्रोल लगाएर सफा गर्नुहोस्। अलिअलि यो टाइट छ भने अलि लुज हुन्छ। अलिअलि सफा गरेर टक्क सफा गरेर प्वालको फोहोरहरु पनि निकाल्नुहोस्। सबै टक्क मिलाएर निकाल्नुहोस्। बाहिरतिर बनाउन लगायो भने धेरै खर्च हुँदो रहेछ। मेरो नि पहिला बिग्रिदाखेरि यस्तै खर्च बढी लुटेको थियो। अहिले आफैले बनाउन ट्राई गरेको, अनि हजुरहरु पनि यही हेरेर बनाउन सजिलो हुन्छ कि भनेर भिडियो बनाएर प्रस्तुत गरेको छु। टक्क स्प्रिङ हालेर यसलाई फर्काउनुहोस्। अनि यहाँ सानो एउटा स्क्रु हुन्छ, त्यसलाई टाइट गरेपछि